Hello everyone, so नमस्कार, वेलकम ब्याक टु माई च्यानल। फेरि म अर्को भिडियो लिएर आइसकेको छु अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै ठिकठाकै छु। मैले चाहिँ आज भिडियो बेलुकी स्टार्ट गरिरहेको छु, देख्न सक्नुहुन्छ हैन। हरियाली मेरो आँखालाई भिटामिन दिनलाई म चाहिँ आएको हरियाली हेर्नको लागि बेलुकी हैन। त्यो भएर अनि भ्लग पनि स्टार्ट गर्नु परेर अनि के छ तपाईँहरूको खबर भन्नुहोस्। हेर्दै गर्मी पनि बढिरहेको छ आज भोलि यस्तो भइसकेको साथीहरू। म चाहिँ अब रुम जाँदैछु। म चाहिँ बेलुकी यसो चिसो हावा खानको लागि निस्केको रुमबाट। त्यहाँदेखि दिउँसो यस्तो धेरै गर्मी होइन। यतिखेर चाहिँ निस्क्यो भने चाहिँ टक्क झिलिमिली यता हरियाली होइन अनि चिसो हावा सँगै स्टार्ट गर्दै पनि चाहिँ अब पार्कबाट निस्केर पनि आज फ्राइडे जताततै झिलिमिली, मतलब झिलिमिली त जहिले पनि हो होइन। हाम्रो नेपालमा चाहिँ तिहार आउनुपर्छ नि त यस्तो झिलिमिली हुनलाई। यस्तो लाइट बत्तीहरू त भइ नै हाल्छ तर सबै पसलहरू फुल प्याक हुन्छ। कपिराइट लाग्नु सक्छ नि त। मेरो खुट्टा योग भएको छ नि, त्यहाँदेखि घाइते भएको छ। मैले यहाँ बेन्डेज कसेर हेरिराखेको छु। कस्तो राम्रो फुल हेर्नु न यहाँ आजभोलि त हामी चाहिँ अब चिकन लिएर जान्छौँ। आज घरमा पकाइसकेको छु, पकाउनु त र उहाँले खानुहुने अरे 12 बजीदेखि केही पनि खानु भएको छैन अरे। त्यो भएको बाहिर बसौँ न, बाहिर कस्तो शीतल छ, आउनु न। तर कस्तो ब्याक साइड त म कालो निस्केको रहेछु तर गोरो छु नि हौ। ए लाइटले छलेको थियो है। बिचरा थाकेर गाह्रो छ हो। फेरि गर्मी यस्तो बढेको छ थाहा छ है। यस्तो गर्मी आज त ओहो बिहान त म त दौडी लिन सकेको गल्नुभन्दा सकेर देखाउनु अरे। फेरि म लिली घसेर हेरेको थिएँ अघि पसिना आएको थियो नि त अनि यसो गरेको खुसी क्या त। आज साँच्चै मैले कपाल भाटेको किन भन्नु न, गर्मीमा त्यत्तिकै छोड्दाखेरि हुन्छ नि त धेरै गर्मी हुन्छ। अनि त्यसपछि के अरे माथि बस्दाखेरि क्याप लाउनु भएन, क्याप लाउनु परिहाल्यो होइन। अनि कपाल झरेर चाहिँ मेरो सबै गुरुरु खालेछ क्या। त्यो भएर गर्नुभयो मलाई पो लिएर जानुपर्छ। यो हाले चाहिँ एकदम ठिक लाग्यो मलाई। हाम्रो नेपालमा भन्दा सस्तो पनि लाग्यो। यो चाहिँ मेरो पहिल्यैदेखिको एक्सर्साइज गर्दाखेरि अलिकति यस्तै दुख्छ क्या अनि यसरी पस्नु पर्ने हुन्छ। यस्तो गर्दाखेरि चाहिँ त्यो पाएको भएको क्या एक्सर्साइज गर्दै मेरो। अनि हातमा पनि मैले यस्तो बन्डिज कसेर गर्नुपर्छ नि त। अनि त्यसपछि मैले नेपालमा किन्दाखेरि योभन्दा अलिकति महँगोमा किनेको होइन, त्योभन्दा यो राम्रो लाग्यो क्या मलाई चाहिँ। म यतिवटा लिएर जान्छु होला सायद 2-3वटा लिएर जान्छु, राम्रो लाग्यो। त्यो भएकोले सबै चिज पाउने रहेछ यता चाहिँ। कस्तो म गऱ्यो देखेँ कि अनि त्यो कस्तो म गऱ्यो देखेँ कि अनि त्यो भएकोले मैले अझै भिडियो गरिराख्नु पाकेकै छैन। पाक्दैछ क्या फ्राई हुँदैछ। त्यो भएकोले म मोटो भनेर मलाई हिजो म लाइफमा बसेको सबैले मलाई बेसी कति मोटाउनु भएको आरुना कति मोटाउनु भएको अरे क्या भन्नुहोस् त। तपाईँहरू मुखले मेरो भिडियो हेर्नुहुन्छ म मोटाएको हो कि होइन भनेर। अब
खायो पछि सुत्यो त्यो भएकोले मोटायो भने खाएर हाल्दैछ एक्सर्साइजसम्म डह्रो हाल्नु पऱ्यो नि फेरि मोटायो भने गर्नुको लागि गाह्रो हुन्छ गाह्रो त छँदैछ गरिएला होइन के हुन्छ भने अलिकति मोटाइसकेपछि चाहिँ फेरि घट्यो भने चाहिँ चङ्गी परेको जस्तो देखिन्छ क्या त्यो भएर पहिलेदेखि मेन्टेन गर्नु पऱ्यो होइन यस्तो गर्दाखेरि यो पनि अलिअलि झुले जस्तो लाग्यो तर होइन यस्तो गर्दा त छैन नि त उयो त त्यो मान्छे खाइराखेको म चाहिँ यहाँनिर बोलिरहेको छु यहाँको त हल्लैले बोलिराखेको छ नि त त्यो भएकोले मैले पनि बोल्दै के बोल होइन लिएर हिँड्यो साथीहरू यो देखेपछि चाहिँ मलाई पनि भोक लाग्यो म चाहिँ आजभोलि अलिकति डाइटमा हो नि त भन्यो कि फेरि मलाई डाइट गर्नै दिनुहुन्न क्या कस्तो गाली गर्नुहुन्छ मलाई अनि त्यसपछि त्यही भएर नयाँ आउँदा मैले सबै खाइसकेको क्या फेरि उहाँ बिस्तारै खानुहुन्छ उसले कति अरे 32वटा दाँतले चबाएर खानुहुन्छ अनि म चाहिँ फेरि खाँदाखेरि गम्कियो उहाँले 2-3 ग्लास खाँदा त म त भात खाइसक्छु बच्चा जस्तै हुनुहुन्छ बच्चा पो मोबाइलहरू बिस्तारै खानुहुन्छ नि उहाँ खाँदाखेरि फेरि मोबाइल हेर्नुपर्छ उहाँलाई पब्जी कि फुटबल अहिले भने म त खाइसक्छु अनि खाइसकेपछि तिमी होइन नचबाई खान्छौ कि क्या हौ विष्णु भन्नुहुन्छ क्या म ग्याम्ल्याङ गुम्लुङ खाइसकेको हुन्छु त्यही भएर म मोटाएको क्या यस्तो साह्रो त्यस्तो मोटा जस्तो 2-3 केजी त मोटा होला 60 चाहिँ क्रस भयो होला गेस गर्नुहोस् त तपाईँहरूले म कति वेट मेरो कति भयो अनि म नेपालबाट आएको भन्दा अलिकति मोटाएको हो कि होइन कमेन्ट गर्नु सबैले मोटायो भने मलाई त हिजो लाइफमा त्यो भएकोले यस्तो अगाडिदेखिको एक्सर्साइज त हानिराखेको थिएँ तर अहिले चाहिँ म पुरै एक्सर्साइजकै ड्रेसमा बिहान चाहिँ घामले सकिँदैन रहेछ आजभोलि एकदमै गर्मी लाग्यो हाम्रोतिर चाहिँ बिहानै कस्तो चिटिक्क घाम लाग्ने अनि तपाईँले त अस्ति ऊ भन्नुहुन्थ्यो त कोरियामा त घाम पनि मधुरो लाग्छ क्या भन्नुहुन्थ्यो त के हो पारा आमामा बिहान म त्यही त तपाईँ गएपछि म पनि फ्रेस भएर होइन गएँ म त दौडिनु नसकेको अनि एकछिन हिँडेँ अनि एकदमै गर्मी हुने रहेछ यस्तो गर्मीमा है ड्युटी गर्नु त कति गाह्रो हुन्छ होला है गाह्रो विदेशमा रहेछ काम गर्नेहरूलाई गाह्रो छ हामी पो यसरी घुम्न आइएर प्यार गरेर हिँड्छौँ म नि काम गरेर आएको भएर हेरेर हुन्थ्यो होला गाह्रो छ नि काम त्यतिकै छिटो गर्नुपर्छ सजिलो भए पनि जतिसक्दो फेरि हाम्रो यहाँ खोर्सानी सकिएको छ अब हामी खोर्सानी लिएर जान्छौँ खोर्सानी यताको हरियो खोर्सानी पिरै लागेर सुकेको खोर्सानी चाहिँ अलिकति पिरो हुँदो रहेछ अनि यहाँ माछाहरू छिट्छौँ यता चाहिँ सबै पाउँदो रहेछ नेपालको जस्तो मसलाहरू पनि पाउँछ अनि यता अचारहरू पनि पाउँछ लसुन हजुर एउटा मात्रै पुग्ने धेरैवटा लगेर के भन्नु बिचमा यो ब्यागमा चाहिँ जहिले जुस लिएर आउनुहुन्छ कि माथि कम्पनीबाट यति धेरै छ के हो प्राइसहरू प्राइस त छ अहिले हेर्दा यस्तो छ तर एकदमै महँगो छ तर सुन्तलाको भाउ हेर्नुहोस् है मलाई एकदम मनपर्छ आजको तपाईँ आज नि चट भन्दैछ साथीहरू हेर्नुहोस् म काम गर्छु भनेको दिनु भएन नि त मलाई अनि यस्तो सक्दा पनि सकिन्थेन एकजना बस्ने एकजना कमाउने गर्दाखेरि चाहिँ पैसा 50 हुने चाहिँ साथीहरू काम गर्छु भनेको काम गर्नु दिनु भएन मलाई अब जेसुकै गर्नु दुःख गराउँदिनँ भन्नुहुन्छ त्यो भएकोले पनि हो म यसरी बसेको अब घुम्न आएको तिम्रो काम घुम्ने जाने भन्नुहुन्छ त्यही भएर पनि हो अब यहाँ चाहिँ मैले खाने जुस पाउन सकेँ यहाँनिर आइसक्रिम बोक्नु न एउटा हजुर जुस एउटा किनिदिनु भनेको यत्रो धेरै किनिदिनु हुन्छ
अनि एक दिनको कमाइसक्यो भने एक दिनको कमाइला हेर्नु यहाँ नेपाली 10,000 हुन्छ 10,000मा एउटा केक किन्यो भने झिरिप्प अब यो सुन्तला नेपाली 1000 रुपियाँ अनि यो त ठिकै हो यो चाहिँ ठिक हो है यो 100 रुपियाँ अब यो झोलामा बनिन्छ फेरि जहिले पनि यहाँ झोलामा चाहिँ ल्याइदिनुहुन्छ मलाई जुस थुप्रोवटा आउँछ यस्तो जुस कोकोलाई मनपर्छ कम्ती धेरै छैन यस्तो जुस त अनि यो चाहिँ कतिवटा ल्याउनु भएको फेरि आज ल दुईटा पुरा छ अर्को कि एक काम गर्दाखेरि यस्तो दिन्छ छोरी आउँछ हजुर ए हो हामीलाई यस्तो छ यहाँनिर यो यसरी कसरी गर्छ यहाँनिर यस्तो भएको छ नि त कस्तो ठिक्क हुने रहेछ यो ब्रान्डिस पनि कसैकै नि बिहान त मैले मजा लगाउनु भएन ल अब खान्छौँ हामी ल दुईटा पो भन्नु भएको दुईटा रहेछ ल साथीहरू अस्ति मैले धेरै खाएँ भनेर होला दुईटा गर्नुभयो तपाईँ एउटा खानु त म एउटा खानु ल 16 के हो थाहा अब यही पेपरमाथि राखौँ के हो पेपर अब खाने यसरी अब एक बनाउने छ आमाले खाएको देखेर हेर्दै उहाँ चाहिँ मेरो छोरा मुखबार गर्नु खोज्छ अरे अब एक गरेर मुखबार गर्नुपर्छ यहाँ अचार थियो अलरेडी मैले बनाएको खाइम साथीहरू अब अस्ति मैले खाइसक्यो भनेर तपाईँले दुईटा गर्नुभएको धेरै खाएको मैले खाऊँ होइन यो चाहिँ मेरो यस्तो जुस नेपालमा हुनु नि दुलो पारेको नै हो तर मैले खोल्नु तपाईँले अस्ति यसै गर्नुभएको थियो यसरी हो तपाईँले अस्ति यसै गर्नुभएको थियो ए नेपाल जाने रेडी भइसकेको ब्याग चाहिँ अहिलेदेखि होइन हेलो साथीहरू गुड मर्निङ मैले चाहिँ हिजोकै भ्लगलाई फेरि कन्टिन्यू दिएको छु है साथीहरू बस्दाखेरि यता छु नि हामी चाहिँ अब आज घुमफिर गर्नको लागि होइन हामी हल्का सपिङ गर्नको लागि चाहिँ जाँदैछु ल साथीहरू अनि तपाईँहरूले खाना खाइसक्नुभयो होला मैले पनि खाना खाएर म हिँडिसकेँ कस्तो देखेको छु दुईचोटि कपाल बाटेर गर्नु छ नि त कस्तो राम्रो देखेको यताको महल जताततै राम्रो हाम्रो उहाँको सिभिल महल र लभिङ महल चाहिँ राम्रो लाग्छ
पानी पर्न आँटेको छ फेरि ट्रेन आइरहेको छ त्यताबाट हामी चाहिँ यता सपिङ गरेर अब निस्कँदैछौँ कस्तो राम्रो क्या अब यसरी भिडियो गर्दै हिँड्छु कि म मान्छे नदेखाउने अरे मान्छे नदेखाएर के गर्नु के मान्छे आउँछ मान्छेको अनुहारै त देखाएको छुइनँ नि मैले के भन्नुहुन्छ देखाउनु हुँदैन अरे ट्रेन गयो माथिबाट छाता लिएको छौँ पानी परे पनि केही छैन यस्तो फुलहरू त कति धेरै फुलिरहेको छ हेरतिर अस्ति मैले नदेखि टिप्दिएको नि यो फुलहरू बाटैभरि फुल फुलेको छ यो फुल नफुल के अरे बाटैभरि केही नभए पनि हुन्थ्यो नि भन्नुहुन्छ उहाँले चाहिँ हेर्नु गइसक्नु भयो मलाई छोडेर गइसक्नु भएको छ बानेश्वरको फुल जस्तो देखिएको छ यो चाहिँ कहाँ भन्नुहुन्छ भने हामी जहिले पनि आउने बजार खिमी भन्छ कि किमी भन्छ हामी चाहिँ यहाँ भाइहरूसँग भेटघाट भयो अनि त्यसपछि नेपाली रेस्टुरेन्ट गएर खाजासाजा खायो एकछिन रमाइलो गऱ्यो अनि लगभग 10 बजिसकेको छ अनि हामी भर्खर यही भोइस रेकर्डबाट गर्न लागेको छु साथीहरू किनभने देखिहाल्नु भयो होइन यति बेलासम्म हामी बाहिरै थियौँ धेरै राति आइपुगेको थियौँ सो गाइज हजुरहरूले यहाँसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद